त्योभन्दा मुख्य विषय त प्रतिपक्षले असाध्यै धेरै आवाज उठायो होइन। अब भोलि तपाईँहरू छक्क पर्नुहुन्छ किनकि हरेक प्रदेशको पनि अब नीति तथा कार्यक्रम बजेट आउन आँट्यो। त्यहाँ त पक्कै मुख्यमन्त्री देख्नुहुन्छ होला। हरेक नगरसभा गाउँसभा पनि हुन्छ, त्यहाँ पक्कै गाउँपालिका अध्यक्ष र मेयर देख्नुहुन्छ होला होइन कि त्यहाँ पनि नदेखिँदा छक्क हुनु पर्यो। तर सङ्घीय सरकारमा आज जवाफदेहिताको कुरो गर्दाखेरि हामीले प्रधानमन्त्री देख्न पाएनौँ। आज उहाँको इगोले जित्यो होला होइन, उहाँको दृढताले जित्यो होला। संसदलाई उहाँले एकदमै लत्याउनु भयो, संसदीय मर्यादालाई उहाँले खिल्ली उडाउनु भयो। संसदको एउटा सार्वभौममाथि प्रश्न उहाँले गिज्याउनु भयो। यो केही छैन। अहिले उहाँलाई नै अब प्रशंसा नै होला किनभने अब उहाँको त एकदमै मिडिया चल्छ। उहाँलाई यता प्रश्न उठ्यो भने डाइभर्ट गर्ने अरू इस्युहरू आइछन् होइन, जबरजस्त डाइभर्ट गर्न खोजिराखेको छ, हामीले बुझिराखेका छौँ। आउँछ नि कहिले अब उहाँको त टिम ठुलो छ नि त फेसबुक चलाउने, कोही कलाकारकोमा कमेन्ट गरेर उता डाइभर्ट गर्नुहुन्छ, कहिले कता कि विभिन्न फन्डा ल्याउन खोज्नुहुन्छ डाइभर्ट गरेका प्रश्नका, हामीले त्यो बुझेका छौँ। तर उहाँले आज संसदलाई लत्याउनु भयो होला, आज उहाँ प्रधानमन्त्री हुनुहुन्छ। तर यो यस्तो गम्भीर त्रुटि र गल्ती हुन गइराखेको छ। उहाँ प्रधानमन्त्री हुनु होला तर इतिहासले उहाँलाई कहिले माफी दिने छैन। नेपाली जनताको यो सर्वोच्च निकाय, हामी 3 करोड जनताले एउटा आशा गरेको थलो र अझ पछिल्लो निर्वाचनमा जनताले असाध्यै धेरै उत्साहित भएर दिएको जनमतको असाध्यै धेरै अवलम्बन उहाँले लत्याउनु भएको छ। र यो उहाँको कदमले संसदमा जवाफदेहिता नभएको र संसदमा उपस्थित भएर एन्सर नदिएको कदमले उहाँलाई इतिहासमा छोड्ने छैन। इतिहाससम्म उहाँलाई यसले पछि लागिराख्नेछ। जुन खालको विरोध गर्यो नि सभामुखले रुलिङ नै गर्नु पर्यो या भनौँ आपत्ति जनाउनु परेको अवस्था थियो, त्यसमा नेकपा एमालेको तर्क चाहिँ के छ? हामी पनि निरन्तर आफ्नो आवाजमै छौँ। आज राष्ट्रिय संस्कृति पार्टीले रचनात्मक ढङ्गले एउटा विरोध कार्यक्रम अगाडि गरिराख्नु भएको छ र हाम्रा आवाजहरू कन्टिन्युसन निरन्तर छन्। तर अहिलेको सूची भनेको हामी विनियोजन विधेयकमा छलफल र नियमावलीमा छलफल छ, त्यसमा चाहिँ हामी निरन्तर छलफलमा अगाडि बढिराखेका छौँ। यो जस्तो प्रतिपक्षी दलहरू चाहिँ किन एक ठाउँमा आउन सक्नु भएन, साझा धारणा बनाउन सक्नु भएन? तपाईँहरूले एक दिन प्रयास गर्नुभयो प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउनको लागि, अनि बिचमा नै अलपत्र भयो, प्रतिपक्षीहरू नै एक भएन, तपाईँहरू किन सेलाउनु भयो? हामी मुख्य मुद्दामा, मुख्य एजेन्डामा सम्पूर्ण प्रतिपक्षीहरू एकै छौँ। त्यो एक नभएको नदेखिएको जस्तो मात्रै हो। हामी सबै छौँ मुख्य एजेन्डामा र अरू विषय त आफ्नो पार्टीको आफ्नो नीति सिद्धान्त, आफ्नो विचार हुन्छ, आफ्नो धारणा हुन्छ। बाँकी विषयमा हामी आफ्नो ढङ्गले कसरी विरोध कार्यक्रम, कसरी आफ्ना पार्टीलाई अगाडि बढाउने भन्ने आफ्नो धारणा हुन्छ। तर मुख्य एजेन्डामा हामी प्रतिपक्षीहरू अस्ति एक भएको देखिसक्नु भएको छ, एकै छौँ। प्रतिपक्षले नीति तथा कार्यक्रममा पनि धेरै कुराहरू उठाएका थिए। अब विनियोजन विधेयकमा के विषयहरू समेटिन्छ भन्ने पुरै आशामा थियौँ हामी। अझै पनि विनियोजन विधेयकबाट स्पष्ट देख्न सकिन्छ नेपालको अहिलेको प्रमुख समस्या भनेको के हो भन्दा कसरी हाम्रो इकोनोमीलाई ग्रोथ गर्ने हैन, अर्थतन्त्रलाई कसरी दरबिल्लो बनाएर अगाडि बढाउने। हाम्रो त विकास निर्माण समृद्धि जति सुशासन जति छ, तर खास हाम्रो समस्या के हो भने अर्थतन्त्रको समस्या हो। हामी एकदमै गरिबीको समस्या हो। यसलाई कसरी अगाडि बढाउने, गरिबको राज्य कसरी हुनसक्छ र सरकारले गरिबीलाई या कृषकलाई या श्रमिकलाई या विपन्नलाई कसरी समेट्छ, यी सबै विषयहरू हामीले नीति तथा कार्यक्रममा एकदमै गम्भीर भएर उठाएका थियौँ। फेरि पनि अहिले विनियोजन विधेयकमा हामी छलफलमा छौँ र यो चिज कुनै पनि समेटिराखेको स्थिति छैन। अब कृषकहरूलाई अगाडि बढाउनको निम्ति हाम्रा जनताहरूले, कृषकहरूले घरमा उसले उत्पादन गरेका विषयहरूलाई न्यूनतम समर्थन मूल्य दिएर उसलाई त्यहीँनिर गुणस्तरीय जीवन बिताउनका निम्ति मूल्य दिएर अगाडि बढ्ने जुन विषयहरू, नीतिगत कुराहरू या सामाजिक सुरक्षाबाट समेट्नुपर्ने विपन्नलाई, श्रमिकलाई भनौँ, या तपाईँ हाम्रो 3 खम्बे अर्थनीतिले निर्दिष्ट गरेका, निर्देशन दिएका विषयहरू समेटेर अगाडि लानुपर्ने, यी कुनै चिजहरू पनि देखिँदैन। यसले हामी अझै पनि जति आशा गरेको थियौँ, अब स्थायी सरकार, द्वितीयको सरकार र अझ युवा सहित उत्साहित भएको विषयले अझ नयाँ रूप आउला, नयाँ काम आउला, तपाईँ हामीले सोचेको देखेको भन्दा धेरै आउला भन्ने जति सपना थियो। तर हिजो हामीले जसरी उत्पादनमुखी अर्थतन्त्र, जसरी परिवर्तनशील
चिजहरू लिएर राज्यलाई जसरी अगाडि बढाउने, थोरै जनतालाई उत्साहित बनाएर या कुनै न कुनै कार्यक्रमहरू ल्याएर समेटेर अगाडि बढाउने कुरो होइन, युवाहरूलाई रोजगार दिने कुरो, वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने कुरो, सबै चिज हामीले जसरी ल्याउँथ्यौँ तर त्यति पनि अझ देख्न सकिराखेको छैन। तथापि हामी निरन्तर छलफलमा छौँ। अझै आशा गरौँ अर्थ बजेटले यो सम्पूर्ण कुराहरू समेट्नेछ। उहाँहरूलाई अझै हामी जग्गा गर्नेछौँ, अझ रचनात्मक ढङ्गले सरकारलाई प्रश्न गर्नेछौँ, सुझाव दिनेछौँ। अर्थ बजेटले समेटियोस् भन्ने अझै पनि हाम्रो धारणा छ। हाम्रो पार्टी नेकपा एमालेमा जे छ त्यो मैले मिडियामा देखेको छुइनँ होइन। हामी जे छ हाम्रो पार्टी एकदम व्यवस्थित छ, सचिवालयमा व्यवस्थित हुनेछ। पार्टी अध्यक्ष पूर्ण निको भइसकेपछि समीक्षा नि हामी राम्ररी गर्नेछौँ। पार्टीलाई एकदम सुदृढ भएर अगाडि बढाउनेछौँ। सम्पूर्ण हाम्रो व्यवस्थित कार्यकर्तालाई अझ व्यवस्थित बनाएर अगाडि बढ्नेछौँ। आज सचिवालय बैठकले थप व्यवस्थित गरेर हाम्रो कार्यविभाजन गरेर केन्द्रीय कमिटीको पनि जिम्मेवारी दिएर अगाडि बढ्ने भन्ने मैले कार्यसूची हेरिसकेको छु। र कुनै पनि मिडियामा आयो जस्तो नेकपा एमाले होइन, मिडियाले नियोजित प्रायोजित ढङ्गले न्युज लेखे जस्तो नेकपा एमाले छैन। नेकपा एमाले एकदम व्यवस्थित छ, व्यवस्थित हुनेछ। जति पनि अहिले निर्वाचन पछाडिको समीक्षा गरेर नेकपा एमाले एकदमै व्यवस्थित र परिवर्तनका आवाजहरू उठाएर जनताले हामीले गरेका डिजिटलकै कुरो गरौँ न होइन। पछिल्लो समय अझ अल्गोरिदमको प्रभाव भन्ने शब्द एकदमै धेरै चर्चामा छ। अल्गोरिदमको डिजिटल मिडियाको कुरो छ। तर के हो भन्दा नेकपा एमाले मात्र यस्तो पार्टी जसले सबैभन्दा धेरै आइटीलाई आत्मसात गर्यो, डिजिटल आत्मसात गर्यो, सरकारलाई अनलाइन प्रणाली, डिजिटल प्रणाली या फाइल ट्र्याकिङको कुरो या एप्लिकेसनका कुराहरू भए या नागरिक एपका कुराहरू जति गरेको छ आजसम्म सरकारले डिजिटल प्रविधि आइटीको सेक्टरमा सबै एमाले आत्मसात गरेको छ। तर के भयो भने एमाले काम गर्ने, आफ्नो कर्ममा विश्वास गर्ने, तर प्रचार फन्डामा विश्वास गरेन। त्यही कारण आफूले गरेका काम पनि सेलेबल गर्न सकेनौँ, प्रचार गर्न सकेनौँ। तर अब एमाले चुप लागेर बस्दैन। हामीले गरेको कुरो फरक छुट्याउनुहोस्। अब अझैबाट फरक छुट्याउनुहोस्। हिजो एमाले कति जवाफदेही थियो सरकारमा, आज बालिन सरकार सदनमा आएर जवाफ दिन सकेको छैन। फरक छुट्याउनुहोस्, अहिले नै फरक छुट्याउन थाल्नुहोस् न। एमाले र राजसभाको फरक छुट्याउनुहोस् न। हामी कति जवाफदेही थियौँ सदनमा र आज राजसभा खै सदनमा जवाफदेही भयो। यीबाट फरक छुट्याउनु। सामाजिक सञ्जालमा प्रतिबन्ध थिएन। सामाजिक सञ्जाललाई व्यवस्थित गरेर अझ तपाईँहरूलाई ढुक्कसँग अगाडि बढ्नका लागि सहज वातावरण। हिजो तपाईँहरू अफरोडमा हिँडिराख्नु भएको थियो, त्यसलाई हाइवे बनाइदिन खोजेको थियौँ तर बुझाउन सकेन। अघि भने नि हामी यति राम्रो काम गरिराखेको छौँ। कर्ममा विश्वास गर्ने भयो, इमान्दारिता नैतिकतामा विश्वास गर्ने भयो। किनकि जन्म्यौँ त्यसरी, हुर्क्यौँ त्यसरी, जसले नि काममा विश्वास गऱ्यौँ। जीवन नैतिकता, इमान्दारिता होइन, एकदमै नैतिकवान बनेर अगाडि बढ्यौँ, अनुशासित भएर अगाडि बढ्यौँ। काम गर्नुपर्छ, काम गरेर जानुपर्छ भन्ने विश्वास भयो। तर त्यो विश्वास आज केही फन्डाबाज र पपुलिजमले त्यो विश्वासलाई जनताप्रति इमान्दारिता हुनु नै हाम्रो जनताको क्या हो, अपराध हो कि क्या हो भन्ने जनतामा प्रश्न उठ्न थालिसकेको छ होइन। इमान्दारिता हुनु जनतामा अपराध होइन, इमान्दारिता हुनु जनताको सबैभन्दा अनुशासित विषय हो भने स्थापित गर्ने गरी एमाले अगाडि बढ्छ। ढुक्काउनुहोस्, फरक छुट्टिन्छ। फरक छुट्याउन थाल्नुहोस्, निकट भविष्यमा सबै एन्सर पाउनुहुनेछ। हाम्रो पार्टीको सचिवालय बैठक बल्ल आजबाट बस्न सुरु गरेको छ। पार्टीलाई औपचारिक धारणा पेश गर्नेछ, त्यो पछाडि तपाईँहरूलाई हामीले क्लियरली त्यो विषय नै भनौँ।